देखो न गाइज प्यारी चाहिँ घर फर्काउँदैछ नि एउटा बाजेले। प्यारी चेन्जेस देख्न सक्नुहुन्छ। चेन्जेस पुरै बाल पनि खुलित्तै है, पुरै लास्ट चेन्ज भइसकेछ त म त यस्तो खतरा मान्छे। सुन्तला टेस्ट गरौँ न, टुन सब खिच्चाइ मात्रै दिएछ नि यार। सो हेलो पिपल, गुड मर्निङ सबैलाई। फेरि पनि स्वागत छ मेरो, फेरि पनि भन्दा पनि आफ्टर लङ टाइम पछि स्वागत छ मेरो युट्युब च्यानलमा। हो सन्चै हुनुहुन्छ होला है, आई थिङ्क सन्चै हुनुहुन्छ होला सबै। म पनि लगभग अब 5-10 हप्तापछि लगभग मेरो पनि सबै रिकभर भइहाल्छ होइन। अनि सो यतिका दिनसम्म चाहिँ म कहाँ हराएको थिएँ भन्दाखेरि अब मेरो चाहिँ त्यस्तो अब सबै कुरा नभनौँ, अब अपरेसन सर्जरी गरे होइन। त्यही भएको कारणले चाहिँ म अलिकति आउन सकेको थिएन। यतिका दिनसम्म म कहाँ हराएँ के हराएँ भन्ने कुरो अब बिस्तारै बन्दै गरौँला होइन। अनि अहिले चाहिँ आगो ताप्दै बस्दै गरिरहेको छु यहाँ ट्याक्कै होइन। यस्तो चाहिँ नारायणपुरतिरको मौसमहरू भन्नुपर्दा चाहिँ पुरै कुहिरो सुइरो लागेर तोस्तै छ। यो दाउरा चाहिँ स्पेसल्ली चाहिँ मेरो लागि हो है। ट्याक्क दिदी भेनाजूले चाहिँ मेरो लागि ल्याइदिनु भएको। मैले आगो तापौँ भनेर, किनभने लास्टै जाडो छ नि त होइन। अनि म बिरामी मान्छे, यति भएर मेरो लागि हो स्पेसल्ली। ट्याक्क म चाहिँ अब आगो बाल्दै बसिरहेको छु होइन। मेरो जिन्दगी त यत्तिकै बितिरहेछ आजभोलि चाहिँ, बसेर आगो तापेर यस्तो गरिरहेछ। यस्तोमा चाहिँ मेरो बितिरहेछ होइन। कति बजिसक्यो, 9 बजिसक्यो है। 9 बजेसम्म पनि अझै घामी आएको छैन। गाह्रो छ मलाई पनि यार। आगो तापिरहेको छु अनि एकछिन पछि चाहिँ जानुपर्ने हुन्छ। मेरो चाहिँ ड्रेसिङ छ होइन, हिँड्न चाहिँ सकिहाल्छु अहिले चाहिँ कम्प्लिट। अलि फुल्ली रिकभर त भएन, एकछिनमा फेरि जानुपर्ने हुन्छ ड्रेसिङको लागि होइन। ट्याक्क लगाएर देखो न गाइज, देखो न यसो खानासाना पनि खाइयो है। त्यसपछि चाहिँ अब यहाँ चाहिँ वाइफाई पनि छैन कि, वाइफाई नभएको कारणले अलिकति अन आउनु पनि सकिएको छैन। पर्फेक्ट तरिकाले चाहिँ उभिनै हिँड्ने भएको छु कि ट्याक्क। अहिले चाहिँ जे होस् हिँड्नेसम्म भइहाल्छ। अनि पुरै त फुल्ली रिकभर त भएन, तर पहिलेभन्दा धेरै इम्प्रुभ भयो। सो बिस्तारै हुन्छ अब बडीमा। अब 1 घन्टा भन्छु के भन्छ अरे, 1 हप्ता बडीमा है। अनि त्यसपछि म पनि भन्ने ठाउँ जान सक्छु, जे गर्न पनि सक्छु। तर उफ्रिने अनि भारी कुराहरू उचाल्न चाहिँ मिल्दैन। तर यस्तो मारेक मुरुक चाहिँ अलिकति गर्न मिल्छ। अहिले चाहिँ म घाम ताप्न जाँदैछु है। घाम फाइनल्ली घाम लागिसक्यो। अनि अब एकछिन घाम तापौँ, एकछिन घाम ताप्नेछौँ हामी। अनि त्यसपछि फेरि तल जानुपर्ने छ। मजाको घाम लागिरहेछ है, नाइस तरिकाले। अब आज मैले बिर्सेको थिएँ, आज त ह्याप्पी के अरे 2026 सबैलाई नयाँ सालको के पावन अवसरमा शुभकामना भन्छ के भन्छ है। नयाँ सालको
उन्नति प्रगति गर्नु सबैजनालाई। अनि सबैलाई मेरो आशीर्वाद छ गरे देखो न भन्ने होइन। फाइनल्ली म चाहिँ अब तल जानुपर्ने हुन्छ एकछिनमा ड्रेसिङको लागि। मेरो दिनहरू त यत्तिकै बिटिरहेछ आजभोलि। तल सुत्यो उठ्यो मोबाइल हेऱ्यो खायो बस्यो काम ताप्यो बाहिर पनि जान सकिन्न होइन। अब लगभग आज चाहिँ पहिलेभन्दा धेरै नै बेहतर भइरहेछ है। यसले हिँड्न सक्ने भइरहेछु है। धेरै लङ समयसम्म त खासै हिँड्न सक्दैन। अलिकति सर्ट चाहिँ यहाँबाट तल नारायणपुरसम्म चाहिँ जान सक्ने क्षमता चाहिँ छ। त्योभन्दा टाढा चाहिँ सक्दैन 10-15 मिनटको बाटोमा। त्यसपछि नयाँ सालमा अब केही के नयाँ गर्ने त भन्ने कुरो आउँछ। अब मेरो हेल्थ पनि राम्रो छैन है। त्यसको लागि अब नयाँ के गर्ने त नयाँ त अब गर्नुपर्ने केही नै छैन है। अब मैले गर्न सक्ने भनेको भलको हो। अब बाँकी अरू केही सकिन्न। अब मैले एकछिनमा फेरि खानासाना खाएर फेरि नास्ता भनौँ न खाना पनि के पनि नास्ता खाएर एकछिन औषधी खानुपर्ने छ। औषधी खाएर चाहिँ ड्रेसिङको लागि तल नारायणपुर जानुपर्ने छ बजारतिर। म चाहिँ अहिले नारायणपुरको यता माथि साइडतिर छु है। अनि के भन्ने त अब यहीँ चाहिँ भर्खरै रिलिज भएर चाहिँ एउटा गाना केयरसिङ लिम्बूको डोको बुन्नी भन्ने चाहिँ जोस् सुनियो गाना जोस् ठिक छ। धेरै पनि सुन्नुहुन्न फेरि कपिराइट लाग्न सक्छ। सो तपाईँलाई राम्रो लाग्छ भने चाहिँ सर्च गरेर हेर्नु सक्नुहुनेछ होइन। कुमारी मुभीको सङ केयरसिङ लिम्बूले गाएको अनि आउट भइसकेको छ हिजो मात्रै। अनि अब चाहिँ मैले मुखसुख धोएर चाहिँ त्यो गर्नुपर्ने हुन्छ। मैले चाहिँ अब नास्ता सास्ता खाएर चाहिँ जानुपर्ने हुन्छ। सो अब एकछिनमा फेरि हामी भेट्नेछौँ। सो गाइज ल चेन्जेस देख्न सक्नुहुन्छ। चेन्जेस पुरै बाल पनि खुलित्तै है। पुरै लास्ट चेन्ज भइसकेको छ त म त 5-10 दिनको ग्यापमा त लास्टै खुलित चलिसकेको छ नि। न्यू लुक्स बनाऊँ भनेको है। न्यू लुक्स हो न्यू लुक्स ल अब चाहिँ न्यू लुक्स चाहिँ कस्तो छ यो एक देखिहालिन्छ। अब नास्ता सास्ता चाहिँ अब भइरहेको छ बिस्तारै टाढो छ। अब औषधीको कुरा गर्ने भने चाहिँ औषधीको कुरा नगरौँ। औषधी त अलिक खाइ नै हालिन्छ। अब सो गाइस यो लुक चाहिँ कस्तो छ त है। अब कपाल त त्यति राम्रो छैन त्यही पनि अब पुरै झरिगएको छ कि खुलित्तै पुरै झरिगएको छ। अब चाहिँ मैले चाहिँ ल्याइसकेँ अन्डा बोइल अन्डा होइन। अन्डा चाहिँ प्रशस्त मात्रामा खानुपर्छ भन्दै थियो। अनि अन्डा चाहिँ खाँदैछु म अहिले। म आफूलाई हेरेर यस्तो डिफ्रेन्ट पाएँ नि। आफूलाई हेरेर कपाल पनि है पुरा झरिसकेको छ यहाँ पुरै चेन्जेस छ। अनि बढी टेन्सन उसले भनेपछि कपाल झर्यो कि अब टेन्सन त भइहाल्छ स्वाभाविकै हो। अनि के गर्ने त ल अब म नास्ता सास्ता खान्छु होइन। अनि त्यसपछि औषधी खाएर फेरि तलतिर जानुपर्ने हुन्छ। ल सियौँ फेरि हामी भेट्नेछौँ। गाइज देख्न सक्नुहुन्छ मलाई पहिलेकोमा र पहिलेको
पहिले हेर्न सक्नुहुन्छ र अहिलेकोमा चाहिँ हेर्न सक्नुहुन्छ कपाल सपाल जलेर है खुलिप्दै सबै झरेर गाह्रो छ जिन्दगीमा अनि भन्छन् नि सबै कुराहरू पर्मानेन्ट हुँदैन कि एभ्रिथिङ इज नट पर्मानेन्ट अब त्यही त अनि अब समय परिस्थिति टाइम अनुसार चेन्ज हुनुपर्छ भन्छ नि त्यस्तै हो कि सबै कुराहरू अब टाइम आएपछि आफै चेन्ज भइहाल्छ जस्ट लाइक मी सो अब चाहिँ म रेडी भइसकेँ रेसिङको लागि अब म जान्छु एकदम स्पेसल्ली मेरो लागि चाहिँ अब एकदम 10 करोडको चप्पल चाहिँ यहाँ रहेछ है धेरै नै ठुलो छ चप्पल यो लगाएर जान लाग्छु म चाहिँ मलाई चाहिँ केही फरक पर्दैन बाल लाग्दैन मलाई जसले जेसुकै भने पनि अब त होइन अब जुत्ता लगाएर पनि जान सक्थेँ अनि अलिक कम्फोर्टेबल चाहिँ चप्पलमै लाग्छ कि अब उता गएर फेरि अलिक बेडमा सुत्ने बेला फेरि छराउनु पर्छ अहिले आएर फेरि यहाँ पनि फेरि छराउनु पर्छ सो त्यो भन्दा चाहिँ अब यहीँदेखि चप्पल लगाएर जाउँ भनेको चप्पल नै मभन्दा ठुलो रहेछ के गर्ने ठिक छ अहिले आएर नै जान्छु मान्छेले जे भने पनि भनौँ न आई डोन्ट केयर अबाउट होइन अनि मसँग चाहिँ अहिले सामान चाहिँ यहीँदेखि आफैले किनेको थिएँ मैले आफैले ड्रेसिङ गर्नु पर्ला भनेर सो मैले चाहिँ सकेन अनि छ मसँग यो टास्नको लागि ब्यान्डेज रहेको छ अनि यो कपास त्यो सफा गर्ने कपास अनि यो त्यसमा लाउने अनि यो त्यसमा लाउने मलम अनि यो चाहिँ यति बजे अब के पुगे छैन यहाँ अब त्यो उतै गएर अब त्यहाँ गर्छन् यो चाहिँ अब डब्बैमा छ उतै गएर अब के गर्छन् अब तिमीले गर्छन् अब है म पनि निस्किन्छु फेर अलिकति दुख्छ यारमा यस्तो यस्तो गऱ्यो भने चाहिँ केही छैन बिस्तारै हिँडौँ चाहिँ अब निस्किसकेँ होइन नि यहाँ आएर हेर्दाखेरि चाहिँ एउटा यो बुढाबुढी बस्ने घर चाहिँ कस्तो छ दामी छ है ट्याक्क लगाएर बुढाबुढीको लागि मात्रै हो अरे छोराछोरी छैनन् रे अस्ति भर्खर यो बनाएको बुढाबुढीको लागि मात्रै सानो ट्याक्क परेको महल होइन म चाहिँ एकछिन रेस्ट गर्ने त्यो गरेँ निर्णय गरेँ अनि देखो न गाइज पारी चाहिँ घर फट्काउँदैछ नि एउटा बाजेले पारी पुरा मसँग फट्काउँदैछन् बाजेले अनि एक्लै हिँड्न पनि छ्याउ भनौँ यार यसले गर्दाखेरि यहाँ माथि सुत्दा यार दुख्छ क्या यार अब चाहिँ म जानुपर्ने हुन्छ धेरै टाइम भइसक्यो है अब धेरै ढिला पनि नगरौँ धेरै ढिला नगरेर अब म लाग्छु आफ्नो गन्तव्यतर्फ अब घाम पनि धेरै दिन पछि लाग्यो नि त त्यही भएर यसो बसेपछि टाटो अनि के भन्छ बसेर चाहिँ घाम खाम भन्ने चाहिँ मेरो सिद्धान्त थियो अनि एकछिन चाहिँ बसियो अब म चाहिँ जान्छु है के गर्नु र यस्तै छ जिन्दगी अब हालत खराब छ फ्युचरको टेन्सन अब कोही साथी भइरहेको यस्तो मजा हुन्थ्यो नि अब जाने बेलामा कोही आन्टी रहेछन् अब आन्टीले अब हेर्ने चलन छैन मेरो अहिले मेडिकलभित्र छु अनि अब मेरो भनेको चाहिँ अब यहाँ सुत्ने काम हो सुतिसकेपछि अब प्रेस अब डक्टर साहबले अब भित्र सुत्नु भन्नुभएको छ अब कति बेला आउनुहुन्छ एकछिन चाहिँ वेट गरौँ आइस अब
लिएर आउँछु बाइक कतै के हो कि डेढ सक्छ गाह्रो छ है। अब म चाहिँ विजय मेडिकल हलमा छु अहिले चाहिँ नारायणपुरमा। नारायणपुर बजार अब फलफुल किन्नु पऱ्यो। देखु न है। अब अस्ति भोक लागिरहेछ अघि अब यसो खाएर त गयो तर है अब यो मनले मान्दैन नि। त्यही भएर मैले चाहिँ फलफुल लिएर आएको छु अनि कोल्ड ड्रिङ्क लिएर आएको छु है। एकदम बसेर फेरि खानुपर्छ। सो एक्लै खानु पऱ्यो नि यार। म त जहिले पनि एक्लै जे गर्दाखेरि पनि एक्लै है। मसँग कोही छैन केही नै। ल अब चाहिँ बसेर चाहिँ मसँग खानुपर्छ है। एकछिन हिँड्न मलाई हिँड्न पनि अलिकति अप्ठ्यारो भयो। त्यो अब चाहिँ पट्टी चाहिँ लाउनु पर्दैन अरे। त्यही अगर मलम के लगाइरहेछ। अब एकछिन त्यसलाई लाग्नु दिनुपर्छ। माटुने रेड बुल र डुप्लिकेट आएछ नि माटुने इनर्जी ड्रिङ्क। के मिठो लाग्यो यार यो। सो अब यो चाहिँ अब यसको केही कामै हुन्न। अब आजदेखि अब ड्रेसिङ बन्द। के चिया सुन्तला पनि चिया छ सब पुरै चिया छ नि त यार। ठैट्टेरी यार। अब बजारमा जान चाहिँ मलाई अलिकति झ्याउ लाग्यो अनि त्यही भएर अलि उताबाट ल्याइदिएको सबै खिच्यामा सब डुप्लिकेट थियो पनि डुप्लिकेटै हो। सब खिच्या मात्रै यार। के गर्नु खानु पर्यो अब एक्लै पनि के गर्नु र। अब मेरो त कोही छैन है। र साथीहरू पनि छैन कोही नि छैन। एक्लै हो आजभोलि त अलोन। तर खुसी छु म चाहिँ। अब डुप्लिकेट परेछ कि यार चिसै गर्दैन यार। के हुन्छ यो रेड बुलको टेस्ट पनि। जुस जस्तो छ यार। अलिअलि फ्लेभर चाहिँ छ है। केरा खाइए केरा पाँच माटुने। पारी घर केटीले हेरेर छ यार। भित्र उयो पारी घरको केटीले ल्याउँदै हेरेर थिएँ गइसभित्र। तर हेरिदिएको मैले तर हेरेन बित्तिकै केटीहरू टाप हो कि भएको छन् मलाई देखेर। यस्तो खतरा अनि डेन्जर। ल अब चाहिँ जानुपर्ने हुन्छ फाइनल्ली है। मैले चाहिँ अब खाएर पनि धेरै बसिसकेँ। अब गर्मी भन्छु यो घामदेखि पनि अलिकति अलिक कम भइरहेको छ। अब घरतिर लाग्दिउँ भन्ने सोचिरहेको छु। जाउँ ल अब चाहिँ म चाहिँ अब निस्केको यहाँदेखि। अब अलिकति बचाएर राखेको छु। अब त्यो चाहिँ अब घर लग्छु। अब हामी फेरि घर गएर मिल्नेछौँ फेरि। अब सिधै डाइरेक्ट गाइज फाइनल्ली रात परिसकेको अवस्था रहेको छ। देख्न सक्नुहुनेछ म चाहिँ आएदेखि चाहिँ सुतेको
अघि भर्खर उठेर चाहिँ भयो अनि त्यसपछि आगो टाप्न आयो है अनि खानसाना पनि पाकिरहेछ अब रात हेरौँ नि ट्याक्क ल्याएर अब योभन्दा अरू के नि भन्न सक्छु र सो आजको भिडियो यतिसम्मको लागि नै अब आई विल ट्राई रेगुलर ब्लग हाल्नको लागि चाहिँ म ट्राई गर्नेछु ओके बाई गुड नाइट